ल आज हामी एउटा यस्तो टुलको बारेमा कुरा गरौँ जसले बजारको पुरै कथा एउटै चार्टमा देखाउँछ। त्यो हो इचिमोको क्लाउड। धेरैजसो ट्रेडरहरूको चार्ट कस्तो हुन्छ? लाइनै लाइन होइन त। यति धेरै इन्डिकेटरहरू हुन्छन् कि वास्तविक मूल्य कहाँ छ भनेर खोज्नै गाह्रो पर्छ। आजको हाम्रो यात्रा यस्तो रहनेछ। पहिले यो किन अल इन वान पूर्वानुमान हो भनेर बुझ्नेछौँ। त्यसपछि क्लाउडलाई पढ्न सिक्नेछौँ, क्रसओभर सङ्केतहरू के हुन् हेर्नेछौँ अनि त्यसलाई कसरी पुष्टि गर्ने भनेर जान्नेछौँ। र अन्त्यमा यो सबैलाई जोडेर बुलिस र बेयरिश ट्रेन्ड कसरी छुट्याउने त्यो पनि हेर्नेछौँ। ल सुरु गरौँ है त। सबैभन्दा पहिले यो इचिमोको क्लाउड आखिर किन बनाइयो, यसको पछाडिको सोच के थियो त्यो बुझौँ। यो कथा सुरु हुन्छ सन् 1930 को दशकमा जापानमा। एकजना पत्रकार हुनुहुन्थ्यो, गोइची होसोदा। उहाँ र उहाँको टोलीले एउटा ठूलो लक्ष्य राख्नुभयो, एउटै यस्तो इन्डिकेटर बनाउने जसले चार्ट हेर्ने बित्तिकै एकै नजरमा बजारको पूरा हालखबर बताइदियोस्। र वर्षौंको मेहनतपछि उहाँहरूले जे बनाउनु भयो त्यही हो इचिमोको किनको ह्यो। यो एउटा अल इन वान इन्डिकेटर हो जसले ट्रेन्ड, मोमेन्टम, सपोर्ट, रेजिस्टेन्स सबै कुरा एउटै चार्टमा देखाउँछ। अरू केही चाहिँदैन। अब इचिमोकोका विभिन्न भागहरूलाई एक एक गरेर हेरौँ। सबैभन्दा पहिले सबैभन्दा देखिने कुराबाट सुरु गरौँ। त्यो हो क्लाउड, जसलाई जापानी भाषामा कुमो भनिन्छ। सोच्नुहोस्, यो बजारको समग्र मौसम जस्तै हो। एकदम सरल छ। यदि मूल्य क्लाउडभन्दा तल कारोबार भइरहेको छ भने बुझ्नुहोस् बजारको मौसम खराब छ। मतलब आँधी बेरी आउन सक्छ, एउटा बियरिश ट्रेन्ड चलिरहेको छ। अब यो क्लाउड भन्छ कसरी त? यो दुईवटा लाइनहरू सिङ्कोस्पान ए र सिङ्कोस्पान बीबाट बनेको हुन्छ। र रमाइलो कुरा के छ भने यी लाइनहरू भविष्यमा मतलब 26 पिरियड अगाडि प्लट गरिएका हुन्छन्। यसले हामीलाई भविष्यमा कहाँ सपोर्ट र रेजिस्टेन्स आउन सक्छ भनेर पहिले नै सङ्केत दिन्छ। अनि क्लाउडको रङले त झन् तुरुन्तै बजारको मुड बताइदिन्छ। यदि क्लाउड हरियो छ भने मौसम सफा छ, मतलब बजार बुलिश छ। अनि क्लाउड जति बाक्लो भयो सपोर्ट त्यति नै बलियो हुन्छ। ठेक उल्टो, यदि क्लाउड रातो छ भने बजार बेयरिश छ र बाक्लो क्लाउडले बलियो रेजिस्टेन्सको काम गर्छ। ल समग्र मौसमको कुरा त भयो। अब आजको तत्काल मौसम पूर्वानुमान मतलब तत्कालको पूर्वानुमान दिने लाइनहरूको बारेमा कुरा गरौँ। पहिलो लाइन हो टिङ्गनसेन वा कन्भर्जन लाइन। यो चाहिँ दिनको तापक्रम जस्तै हो, एकदमै संवेदनशील। पछिल्लो 9 पिरियडको मध्यबिन्दु भएकोले मूल्य अलिकति चल्ने बित्तिकै यसले तुरन्तै प्रतिक्रिया दिइहाल्छ। यसले छोटो अवधिको मोमेन्टम देखाउँछ। अनि दोस्रो लाइन हो खिजुनसेन वा बेस लाइन। यदि तेन्कान-सेन दिनको तापक्रम हो भने खिजुन-सेन चाहिँ त्यो मौसमको औसत तापक्रम जस्तै हो। यो पछिल्लो 26 पिरियडको मध्यबिन्दु हो, त्यसैले यो अलि ढिलो चल्छ र मध्यम अवधिको ट्रेन्डको एउटा बलियो आधार दिन्छ। अब जादु तब हुन्छ जब यी दुई लाइनहरू एकअर्कालाई काट्छन्। सोच्नुस्, छिटो चल्ने तेन्कान-सेनले ढिलो चल्ने किजुन-सेनलाई क्रस गर्दा के हुन्छ? मौसममा परिवर्तन आउँछ। हो, यहाँ पनि त्यस्तै हो। जब नीलो तेन्कान-सेनले रातो किजुन-सेनलाई तलतिर काट्छ, यो एउटा बियरिश सङ्केत हो, डाउन ट्रेन्ड सुरु हुन सक्ने सङ्केत। ल हामीले क्लाउड हेऱ्यौँ, क्रसओभर पनि हेऱ्यौँ, तर कुनै पनि सङ्केतलाई पुष्टि गर्नु जरुरी छ, होइन त? हो, त्यसकै लागि इचिमोकोमा एउटा एकदमै अद्वितीय तत्त्व छ। यसलाई भनिन्छ चिको स्प्यान वा ल्यागिङ स्प्यान। यो अरू इन्डिकेटरभन्दा फरक छ। यो केही होइन, केवल आजको बन्द मूल्य हो, तर यसलाई चार्टमा 26 पिरियड पछाडि देखाइन्छ। यो एउटा प्रतिध्वनि जस्तै हो जसले आजको मूल्यलाई 26 दिन अघिको मूल्यसँग तुलना गर्छ। अब यसको काम के हो त? जब यो चिको स्प्यान 26 पिरियड अघिको मूल्यभन्दा माथि हुन्छ, यसले भन्छ आजको बजार हिजोको भन्दा बलियो छ। यसले बुलिश ट्रेन्डलाई पुष्टि गर्छ। यदि यो मूल्यभन्दा तल छ भने बियरिश ट्रेन्ड पुष्टि हुन्छ। कति सरल तर शक्तिशाली। ओके, हामीले क्लाउड, टेन्कान-सेन, किजुन-सेन र चिको स्प्यान सबैको बारेमा छुट्टा छुट्टै बुझ्यौँ। अब यी सबैलाई एकसाथ जोडेर एउटा पूरा मौसम रिपोर्ट कसरी बनाउने त्यो हेरौँ। एउटा एकदमै लोकप्रिय रणनीति छ क्लाउड ब्रेकआउट। सोच्नुहोस्, मूल्य धेरै समयदेखि क्लाउडभित्र वा तल थियो, मतलब मौसम खराब थियो। अनि अचानक एउटा बलियो क्यान्डलले क्लाउडलाई तोडेर माथि बन्द हुन्छ। यो भनेको मौसममा ठूलो परिवर्तन आयो, बियरिश भावनाबाट बुलिश भावनामा परिवर्तन भयो भन्ने सङ्केत हो।
अब यहाँ दुई किसिमले कारोबार गर्न सकिन्छ। अलि आक्रामक कारोबारीहरू ब्रेकआउट हुने बित्तिकै प्रवेश गर्छन्, तर अलि रूढिवादी कारोबारीहरू के गर्छन् भने उनीहरू मूल्य फेरि तल आएर क्लाउडको माथिल्लो भागलाई परीक्षण गरोस् भनेर पर्खन्छन्। यदि क्लाउडले सपोर्टको काम गर्यो भने त्यो अझ बलियो पुष्टि हुन्छ। ल, अब हामीले सिकेका सबै कुरालाई एउटै ठाउँमा राखेर हेरौँ ताकि बुलिश र बेयरिश ट्रेन्ड छुट्याउन सजिलो होस्। यो एउटा साधारण चेकलिस्ट जस्तै हो। बुलिस सङ्केतको लागि के हेर्ने? मूल्य क्लाउडभन्दा माथि हुनु पर्यो, क्लाउड हरियो हुनु पर्यो, टेनकानले किजुनलाई माथिबाट काट्नु पर्यो र चिको स्प्यान पनि मूल्यभन्दा माथि हुनु पर्यो। जब यी सबै कुरा एकैसाथ मिल्छन् त्यो एउटा एकदमै बलियो सङ्केत हो। बेरिसको लागि ठिक उल्टो। अन्ततः यो सबै कुराले हामीलाई फेरि गोइची होसदाको सुरुवाती लक्ष्यमा नै पुर्याउँछ। उहाँले यस्तो उपकरण बनाउन चाहनुहुन्थ्यो जसले अरू कुनै इन्डिकेटरको आवश्यकता नै नहोस्, एउटै इन्डिकेटर जसले बजारको पूरा कथा बताउन सकोस्। सोच्नुस् त, यदि एउटै इन्डिकेटरले हामीलाई ट्रेन्ड, मोमेन्टम र भविष्यको सपोर्ट रेसिस्टेन्सबारे यति धेरै कुरा बताउन सक्छ भने यसले एउटा ठूलो प्रश्न खडा गर्छ, बजारको यस्तै अरू कस्ता मौसम ढाँचाहरू होलान् जसलाई हामीले पूर्वानुमान गर्न सक्छौँ।